ख्रीष्ट येशूको नाममा सबैलाई जय मसीह र यो भिडियोमा तपाईलाई स्वागत छ। र यो हामीले समस्या आइपर्दाखेरि हामीले कस्तो प्रकारले जीवन ठिक प्रकारले जिउन सक्छौँ ईसाई जीवन भन्ने विषयहरुमा लगातार हेरिरहेका छौँ र यो च्याप्टर 5 हुन सक्छ। र समस्या आइपर्दाखेरि चाहिँ हामी आज सिक्नेछौँ रिन्यू योर माइन्ड, मनको नवीकरण आज हामीले गर्न जरुरी छ। किनभने हामी नयाँ गरी सृष्टि भएका व्यक्तिहरु हौं। ख्रीष्ट येशूमा चाहिँ आज हामी नयाँ सृष्टि भएका छौं। आज हामीले बप्तिस्मा जब ख्रीष्ट येशूलाई ग्रहण गर्यौं, जुन दिन हामीले बप्तिस्मा लियौं, जुन दिन हामीले पवित्र आत्मालाई पाएका छौं, त्यो दिनदेखि हामी नयाँ सृष्टि भएका छौं। तर धेरैचोटि आज हामी नयाँ सृष्टि हुँदा हुँदै पनि हामीमा धेरै प्रकारको समस्या, धेरै प्रकारको चुनौती, धेरै प्रकारको बाधाहरू, धेरै प्रकारको समस्याहरू जब हामी आइपर्छ, तब हाम्रो विचार चाहिँ फेरि पुरानै भएको कारणले गर्दा फेरि विचार चाहिँ हाम्रो पहिलाको जस्तो सोच्ने, पहिलाको जस्तो गर्ने, पहिलाको जस्तो विचार्ने, पहिलाको जस्तो बोल्ने बानी भएको कारणले गर्दा फेरि धेरैचोटि हामी समस्यामा पर्दा फेरि हामी ख्रीष्ट येशूलाई त्यागी बनाउँछौँ अनि झन् समस्यामा हामी हुँदै जान्छौँ। यसैले बाइबलले भन्दछ कि रोमी 12 को 2 अध्यायमा हामी यसरी पाउँछौँ कि यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भए पूर्ण रूपले परिवर्तित हो, परमेश्वरको असल ग्रहणयोग्य र सिद्ध इच्छा के हो तिमीले जाँच्न सक भनेर भन्दछ है। परमेश्वरको वचनले भन्दछ तिमीहरू नयाँ भई मनमा है पूर्ण रूपले के हुनुपर्छ, नयाँ हुन जरुरी छ। शरीरमा नयाँ देखिनका लागि चाहिँ आज हामीले नयाँ वस्त्रहरू जब पहिरन्छौँ भने हामी शरीरमा अटोमेटिक नयाँ देखिन्छौँ। हामी अटोमेटिक कसैले पनि भन्दैन पर्दैन कि आज हामीलाई नयाँ वस्त्र लाएर तिमी नयाँ देखेको छौ। हामी अटोमेटिक त्यो नयाँ स्वभाव हामी के पर्छौँ, आउँछ, नयाँ स्वभावमा हामी बस्छौँ। मनमा यहाँ नयाँ हुनु भनेको चाहिँ आज हामी भित्रबाट नै ख्रीष्ट येशू जस्तै हुनु हो। मनको नवीकरण भनेको चाहिँ ख्रीष्ट येशू जस्तै आज हामी देखिनु हो मानिसहरूको अगाडि। मनमा परिवर्तन हुनको लागि चाहिँ ईसाईहरूले गर्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा चाहिँ वचन अध्ययन हो। योभन्दा अगाडिको भिडियोमा पनि मैले तपाईँलाई भनेको थिएँ कि समस्या आउँदाखेरि चाहिँ हामी वचन केन्द्रित वचनमा ध्यान दिन हामीले जरुरी छ। हामी संसारको थोकहरु भन्दा ज्यादा परमेश्वरको वचनमा समय बिताउन जरुरी छ। हामी समस्यालाई परमेश्वरको नजरले हेर्न जरुरी छ, किनकि वचन नै जग हो। समस्याको समयमा हामीले हाम्रो विचारलाई नयाँ बनाउन जरुरी छ। समस्यालाई हाम्रो नजरले होइन तर परमेश्वरको नजरले हेर्न जरुरी छ। परमेश्वरको लागि सबै कुरा सम्भव छ। यसैले म उत्साह दिन चाहन्छु, जब पनि हामीमा समस्यामा पर्छौं, जब पनि हामी ईसाई समस्यामा पर्छौँ, जब पनि हामी ख्रीष्ट येशूलाई पाएर पनि जब पनि हामी समस्यामा पर्छौँ, तब चाहिँ हामीले एउटा कुरा चाहिँ गर्न जरुरी छ। त्यो चाहिँ के भन्दाखेरि हामीले नयाँ प्रकारले सोच्नु पर्ने, ख्रीष्ट येशूले जस्तै सोच्नु पर्ने, परमेश्वरको नजरले हामीले हेर्नु पर्ने कुरा चाहिँ आज हामीले गर्न जरुरी छ। जब हामी मनबाट हामी जब विचारबाट हामी के हुन्छौँ, नयाँ हुन्छौँ भने चाहिँ आज हामीले गर्नुपर्ने एक्सन्सहरू, गर्नुपर्ने कार्यहरू आफै समेटिँदै जान्छ, आफै बनिँदै जान्छ, बिग्रेर जाँदैन। यसैले समस्या आउँदा म तपाईलाई उत्साह दिन चाहन्छु कि आज तपाईँ अनि मैले चाहिँ मनबाट नै हामी के हुनुपर्छ, नयाँ गरी सोच्नुपर्छ। हाम्रो विचारलाई हामीले के गर्नुपर्छ, नयाँ बनाउनुपर्छ। जब हामी परमेश्वरको दृष्टिकोणले सबै कुरा हेर्छ भने चाहिँ सबै कुरा हामीलाई पनि सम्भव लाग्छ अनि हामी एउटा असल अनि सफल ईसाई जीवन जिउन सक्छौँ। परमेश्वरको वचनले सबैलाई आशिष दिनु। फेरि सबैलाई जय